चुनाव प्रचार प्रसारको क्रममा हेलिकप्टर प्रयोग गरिएको विषयमा के भन्छन् त गगन थापा, एकचोटि उहाँलाई सुनौ। निर्वाचन आयोगले अनुमति लिएर पार्टीको निर्वाचन कोषबाट औपचारिक रूपमा निर्णय गरेर त्यसको भाडा तिरेर सरकारले दिएको सुविधा, निर्वाचन आयोगले दिएको सुविधा प्रयोग गरेर अहिले म यहाँ आएको छु। किनकि सबै ठाउँमा सभा गर्नको लागि सबै साथीले छान्नु भएको मिति 14 गतेपछि कम्तीमा मैले 3-4 दिनमा 20वटा सभा हुनुपर्ने छ। त्यसैले मसँग उपाय नभएको हुनाले गर्दा कानुनसम्म ढङ्गले म यो सवारीको साधन प्रयोग गरेर आएको छु। म कांग्रेस हुँ, पारदर्शी ढङ्गले गर्ने काम पारदर्शी ढङ्गले गर्नुपर्छ। त्यो हेलिकप्टर त्यहाँ लगेर लुकाएर त्यहाँबाट चाहिँ म गाडी चढेर आउनु गएको म गर्दिनँ साथी हो। त्यहाँ छेउमा जहाँ आउनुपर्ने म त्यही आउँछु। अहिले अप्ठ्यारो भएको गगन थापा अहिले चुनाव प्रचार प्रसारको क्रममा देश दौडामा छन्। उनले प्रयोग गरेको हेलिकप्टरको बारेमा सामाजिक सञ्जालमा धेरै प्रश्न उठाइएको थियो।